मॉर्निंग गुड मॉर्निंग खै काठमाडौँको आवाज यति हो त गुड मॉर्निंग गुड मॉर्निंग ओके सबैलाई मेरो नमस्कार मेरो नाम चाहिँ विकास पाध्याय बाइ प्रोफेसन चाहिँ म स्टुडेन्ट पनि हो र पढ्दा पढ्दै मैले यो बिजनेसको सुरुवात गरेको थिएँ र अहिलेको टाइममा हेर्नुहुन्छ भने लगभग 4 वर्ष पुरा भइसकेको छ 16 वर्षको एजमा बिजनेस सुरुवात गरेको थिएँ मान्छेलाई गाडी आउँछ भन्दै हिँड्थे हेर्नुस् मैले मलाई के भने भाइ गाडी खै तेरो भनेर जिस्काउँथे त्यहाँ गीत पनि बन्यो खै गाडी आएन भनेर म गएँ कि गीत गाउँथे हेर्नुस् र यो डाइरेक्ट सेलिङ इन्डस्ट्रीबाट 16 वर्षबाट सुरुवात गरेर 18 वर्षको एजमा 2 वर्षमा मैले 40 लाखको गाडी लिएको थिएँ हेर्नुस् डाइरेक्ट सेलिङमा मेरो ड्याडीलाई मैले एउटा प्रश्न सोधेको थिएँ यहाँबाट महिनाको लाख कमाउने 18 वर्षको को छ भनेर सोध्दा कोही छैन तर तँ बन्न सक्छस् भन्नुभएको थियो अनि मैले सुरुवात गरेँ हाम्रो अपलाइन हुनुहुन्छ मिस्टर टेम्पा शेर्पा सर उहाँलाई एकचोटि जोरदार ताली बजाइदिनुहोस् उहाँले मलाई एउटा कुरा भन्नुभएको थियो विकास बाबु यो पैसा कमाउने बिजनेस होइन पैसा कमाउने जुन चक्कर बिउमा मान्छे फसेको छ त्योबाट मुक्ति पाउने बिजनेस हो भन्नुभएको थियो हेर्नुस् र मैले सुरुवात गरेँ गर्दै गए आज हेर्नुहुन्छ भने नेपालमा बसेर 30 वटा देशमा मेरो काम भइरहेको छ 30 वटा देशमा मेरो टिम छ हेर्नुस् मेरो क्लासमा 17 जना केटाहरू थिए 17 जना मध्ये नेपालमा म एक्लै छु कोही अस्ट्रेलिया छ कोही युएस छ कोही क्यानाडा छ उनीहरूले त्यताबाट फोन गरेर के भन्छन् भन्दा विकास जिन्दगी होस् त तेरो जस्तो होस् भन्छन् हेर्नुस् आज नेपालमा बसेर 10 लाख प्लसको इन्कम मैले कमाइरहेको छु र यो सुरुवात हो हामी स्टार्टिङ पोइन्टमा छौँ आजभन्दा अगाडि मसँग केही थिएन हेर्नुस् न स्कुलको फी तिर्ने पैसा हुन्थ्यो न मान्छे भेट्न जाँदा पैसा हुन्थ्यो एकचोटि त यस्तो पनि आयो 100 रुपियाँको पेस्ट छोड्नको लागि मैले 150 खर्च गरेर गएँ हेर्नुस् त्यो बेला मेरो एउटा साथीले के भन्यो पहिलो महिना 13 रुपियाँको चेक आएको थियो हिँड तँलाई 20 रुपियाँको चिया खुवाउँछु भन्यो म खान पनि गएँ होइन तर त्यो मान्छेले 13 रुपियाँ देख्दै थियो मैले त्यहाँ 13 लाख देखिरहेको थिएँ त्यसकारणले हाइएस्ट इन्कम 13 लाख पनि आयो हेर्नुहोस् र यो कुरा बुझ्नुहोस् केही समय तपाईँ मेहनत गर्नुहुन्छ लागि पर्नुहुन्छ भने यो इन्डस्ट्रीले तपाईँलाई सफल बनाउन सक्छ भगवानले माथिबाट तल त पठाइदियो जिन्दगीमा माथि आफै उड्नुपर्छ यो कुरा बुझ्नु होला र केही समय लागि पर्न तयार हुनुहुन्छ हेलो मेहनत गर्न तयार हुनुहुन्छ आफ्नो जिन्दगी बदल्न तयार हुनुहुन्छ 1000 जनाले नाइ भन्दा पनि बिहान उठेर हिँड्न तयार हुनुहुन्छ आफ्नो आमा बुवाको सपना पुरा गर्न तयार हुनुहुन्छ घरकै दाइ भाइले नाइ भन्दा पनि उठेर तपाईँ दौडिन तयार हुनुहुन्छ यदि तपाईँ तयार हुनुहुन्छ भने तपाईलाई सफल हुनबाट एकजना व्यक्तिले मात्र रोक्न सक्छ त्यो तपाईँ आफै र तपाईलाई सफल पनि तपाईँ आफैले बनाउन सक्नुहुन्छ थ्यांक यू एन्ड विश यू वेल एभ्रीवन